गुम्बा भनेको के हो? गोन्पा शेर्पा खङिनाम। गुम्बा बुद्ध धर्मका अनुयायीहरू बसोबास गर्ने स्थान हो। गोम्बा शेर्पानी नङसो चेटाङबा नाम छन्ने चेबे साछा सिकिन्। गुम्बालाई अन्य कुन नामले चिनिन्छ? गोम्बा ते मिङसिन खङ सिकी ठाकपाइनाम। यसलाई गोन्पा वा बिहार पनि भनिन्छ। थेला गोम्पा हम सुक्लाखङ शे क्याङ्सेर। गुम्बामा कसको शिक्षा र उपदेश दिइन्छ? गोन्पर सुसिकी छोदाङ सुङछो नङ्गियो थाम। गुम्बामा बुद्धको शिक्षा र उपदेश दिइन्छ। गोम्पी नङ छेदाङ काछो नङ्गियो। गुम्बा कसको वासस्थान पनि हो? गोम्बान्ते सुई सुक्ने याङ हिना। गुम्बा लामा र बिच्छु बिच्छुनीहरूको वासस्थान पनि हो। गोन्बाते लामा तङ टाचुन चुन्मी सुक्ने याङ हिन। गुम्बाको मुख्य उद्देश्य के हो? गोन्पी मिग्युल्सो खङिनाम। बौद्ध दर्शनको प्रवर्धन र धार्मिक शिक्षा दिनु यसको मुख्य उद्देश्य हो। थे मिग्युल्सो नि नङबी ताडुप धारपेलदङ छोलुकी लोप्सो टोजु थेरे। गुम्बामा कुन धर्मको अभ्यास गरिन्छ? गोन्पी नङ छोलुक खङ सिक न्याम्लेन चिकियो थाम। गुम्बामा बौद्ध धर्मको अभ्यास गरिन्छ। गोन्दे खाक नङ नङचो न्याम्लेन चिकियो। गुम्बाको भित्री भागमा मुख्यतया के राखिएको हुन्छ? गोन्पी नङदो चो खारे न्यार्कियो थाम। बुद्धको मूर्ति वा तस्बिर र धार्मिक ग्रन्थहरू राखिएका हुन्छन्। साङ्गेगी कुन्यन सम कुपर थाङ छोसुङ सोक न्यार्सक सिकियो। बौद्ध धर्ममा गुम्बाको महत्व के छ? नङसोला गोम्बे खाल्ने खङयो थाम। बौद्ध धर्ममा गुम्बाको ठुलो महत्व रहेको छ। गोन्दे खाक नङसोला खाल छिम्बो छगियो। गुम्बामा बस्ने छात्रलाई के भनिन्छ? गोन्पर देवी लोपमाला चिसेर। गुम्बामा बस्ने छात्रलाई ढावा भनिन्छ। गोन्पर नेपी लोपमा सिग्ला ढावा सेर। बौद्ध धर्मका प्रमुख सम्प्रदायहरू कुन कुन हुन्? नाङबा सङ्जीजी छोलुक देखाक चो खाँदाइन। साचा निङमा केलुक र कज्जु जस्ता सम्प्रदायहरू रहेका छन्। साचा निङमा केलुक तङ कज्जु सोकी देखाक यो। टुल्कु भन्नाले के बुझिन्छ? टुल्कु शेर्पा खङिनाम। साधना गरेका गुरुको पुनर्जन्म भई पहिचान गरिएको व्यक्तिलाई टुल्कु भनिन्छ। लामी टुल्कु हिम्बर जिन्सिपे मिसिग्ला टुल्कु सेर। गुम्बामा हुने धार्मिक ग्रन्थहरूको सङ्ग्रहालय के भनिन्छ? गोन्बी नङदो छोलुकी सुङराप धुरुप छेपाला चिसेर। त्रिपिटक र बुद्ध वचन भनिन्छ। धेनो सुम्दङ साङ्गेजी सुङ सेचाओ। बौद्ध ग्रन्थहरू कुन भाषामा लेखिएका छन्? नाङसुजी सुङनाम केही खङसिकी थोङ्ने ठिए थाम। मुख्यतया पाली, संस्कृत र भोट भाषामा लेखिएको छ। चो पाली लेक्चरदङ भेचिची दुटियो। गुम्बामा दान गर्नलाई के मानिन्छ?
곤पर 샬데 풀와 강식라 찌기에 탐 पुण्य कमाउनु र धार्मिक कार्यमा सहयोग गर्नु मानिन्छ सोनम सोक्पाथाङ छोछो कि लेदनला रोग्राम छेपर सिगियो गुम्बाको व्यवस्थापन कसले गर्छन् गुन्बी धताम सुइसिगियो थाम गुम्बा व्यवस्थापन समितिहरूले गर्छन् गुन्बी धताम गुन्बी छोसोक नाम्जी छिगियो नेपालमा गुम्बा विकासका लागि सरकारी निकाय कुन छ फल्युल्जी खन्डे यार्के तोङछे शोङ्गे लेखुङ खाङसिकी गेङ खुर्गिय थाम बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समितिले गर्छन् नाङदेन तडुप तार्पेलदाङ खन्डे यार्के छोकचुङ्गी छिगियो गुम्बामा बिच्छुहरू कस्तो वस्त्र धारण गर्छन् गोन्दे खाउतु ट्रबछो जुनको खाङ्ड्रा सिक्युङ्गियो थाम गुम्बामा बिच्छुहरू रातो पहेँलो रङको वस्त्र धारण गर्छन् गोम्बे नाङ्दु ट्रचुन छो घो मार्पो सिर्पो छुङ्गियो गुम्बाको प्रवेशद्वारमा प्राय के देख्न सकिन्छ नमजुन कोम्बे क्याल्को ट्रम्दो खाङसु थोङ्गियो बुद्धको चित्र वा मन्त्रहरू देखिन्छ साङ्जी कुङेन नाम नाक नाम थोङथुप गुम्बाले समाजमा कस्तो भूमिका खेल्छ गुम्बा सिकी चिसोक नाङ नुपा काङ दुन्गी यो थम यसले शान्ति करुणा र नैतिक शिक्षा प्रदान गरी समाजलाई सही दिशा दिन्छ थे सिधे निङजे ताङ सङ्ची जिल्लुप टेने चिसोकला खाजो याङदाक चिक टुगियो गुम्बामा मनी जप्नुको अर्थ के हो गोनपर मानि ट्रङ्वे थेन खाङिनम करुणा शुद्धता र मोक्ष प्राप्त गर्नलाई हो निङजे थाक्पादाङ थार्ब थुबी सिधुरे गुम्बामा मुख्यतया के पढाइ हुन्छ घुम्बे नङ लुपजुङ चो खाङिनम यहाँ धर्म ध्यान शिष्टाचार र करुणा सिकाइन्छ धेरै छो घुम चोबा संबोध निङजे चे लुप्टी छिगियो गुम्बामा पढाइ सुरु कहिले हुन्छ घुम्पर लुप्चोङ खतु खोजुकी यो थम बिहान घाम उदाउना साथ कक्षा सुरु हुन्छ शोकपा निमा शर्मा थक सिन्डा को चुकपा रे यहाँको पढाइ अरु विद्यालय भन्दा फरक छ लोप्सो थे लोप्डा सेन्दाङ मिड्रावा रे थाम हो यहाँ आध्यात्मिक ज्ञान र अनुशासनलाई बढी प्राथमिकता दिन्छ रे दिल छुलुगी सेजादाङ टिग्लामला चो नेछेवा टुगियो हामी ध्यान किन गर्छौं ngacो ची छिरुकोम क्याकियो ध्यानले मन शान्त बनाउँछ र सही बाटो देखाउँछ गोमगी सिम सिजमदु ताउने लामसङ्बो तेन्जियो गुम्बामा नियम कडा हुन्छ गुम्बे नङ टिक्सी नेन्बो यो थाम त्यस्तो नियम कडा भन्ने हुँदैन थे दबी टिक्सी थाम्बो मे हामीले गुरुको सम्मान किन गर्नुपर्छ ngacu chi chir kigenla chikuru chekasam किनभने गुरु नै ज्ञानको स्रोत हुन् ची छिर सेना किगेन्नी सेजे झुङ्ने रे गुम्बामा कुन भाषा प्रयोग हुन्छ गुन्बे नङदु केही खाङसिक पेचो सिकिय थाम
तिब्बती र नेपाली दुवै भाषा प्रयोग गरिन्छ। फेके दाङ फाल्के निका पेचो छिकियो। प्रार्थना गर्नाले के फाइदा हुन्छ? नलाम ताप्ना फेन्योन खङयोथम। प्रार्थनाले मनमा शान्ति र सबैप्रति सद्भाव जगाउँछ। मनलामची सेमला सिधे दाङ मित्सङमन सङ्जुजी सेमगुल थेप्जियो। गुम्बाका विद्यार्थीहरूले खेलकुद पनि खेल्छन्। गुन्बी लोभमा नम्ची च्याङ चेमो चिगियथम। अवश्य, अध्ययनसँगै शरीर स्वस्थ राख्न खेल पनि आवश्यक छ। नेपर्दु लोप्चोङदाङ न्याम्दु लुचलयाङ लुपो तेथङ योङवर खालछिम्बो रे। गुम्बामा सिकेको कुरा जीवनमा कसरी प्रयोग गर्ने? गोम्बा ने छङबे छवानम मिछे नङ लाग्लेन चित्र तर्कियोथम। प्राणीहरूलाई माया र सत्यको बाटोमा हिँडेर प्रयोग गर्न सकिन्छ। सिमचेन नामला छ्याम्चे दाङ थेम्बे लाम्दु क्योने पेचो तोङ थुप।